ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई एन्ड वेलकम टु माई मिनी भ्लग। आज चाहिँ माघ 1 गते माघे सङ्क्रान्ति। अनि बिहानै उठेर नुहाएर त्यसपछि मैले भगवानलाई चाहिँ धुपबत्ती गरेँ, किनकि सुरुवाती महिनामा हामीले जे जे राम्रो काम गर्छौँ हाम्रो महिना सकिन्जेलसम्म पनि त्यही राम्रो काममा चाहिँ हामीले एकदमै पोजिटिभिटी वेमा काम हुन्छ। हाम्रो चाहिँ योपालि माघे सङ्क्रान्ति छैन, त्यही भएर मैले भगवानलाई पूजाआजा गरेर अफिसको लागि रेडी भएँ अनि खाना खाएँ। खाना खाइसकेपछि म आफ्नो स्कुटी लिएर अफिसतिर पुगेँ। अफिसमा पुगेर हेर्छु त हाम्रो अफिस त बन्द रहेछ। हामीलाई त कुनै इन्फर्मेसन नै थिएन। यस्तो चिसोमा अफिस पुग्यो तर अफिस चाहिँ पुरै बन्द रहेछ। अनि हाम्रो दुईवटा बहिनीलाई पनि थाहा नरहेछ, उनीहरू पनि अफिस पुगेका रहेछन्। अनि अब के गर्ने त, अफिस बन्द भइसकेपछि हामी त्यहाँबाट फेरि रिटर्न घर आयौँ। घर आइसकेपछि हाम्रो घरमा चाहिँ चुक खाने प्लान बन्यो अनि सबैजना मिलेर चुक बनायौँ। यति मिठो 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 अमिलो 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 चुक। अझै मेरो ठुलो मम्मी हुनुहुन्छ होइन। अनि त्यसै गरी उहाँ चाहिँ मेरो मम्मी, ऊ चाहिँ मेरो बहिनी अनि उहाँ चाहिँ मेरो ड्याडी। ओके बाई बाई, नेक्स्ट ब्लगमा भेटौँ।